वेलकम टू smmnepali.com। आजको यो भिडियोमा तपाईलाई बताउन गइरहेछु कि यो पेनल युज गरेर तपाईहरु कसरी फेसबुकमा इन्स्टेन्ट फलोवर बढाउन सक्नुहुन्छ। यो पेनललाई एक्सेस गर्नको लागि तपाईहरु सिम्पली क्रोममा जानु र सर्च गर्नु smmnepali.com। र यस्तो इन्टरफेस खुलेपछि तपाईहरुलाई सिम्पली अलि तल स्क्रोल गर्नु र कन्टिन्यू विथ गुगल गर्नु होला। कन्टिन्यू विथ गुगल गरेपछि तपाईहरुलाई सिम्पली यस्तो इन्टरफेस खुल्नेछ। यस्तो इन्टरफेस खुलेपछि तपाईहरु अलि तल स्क्रोल गर्नु। तल स्क्रोल गरेपछि क्याटेगोरीमा जानु र योमा धेरै सर्भिसहरु छ। तपाईहरुलाई जुन सर्भिस चाहियो जुन बाइ गर्न सक्नुहुन्छ। अहिले हामीहरुलाई सबैभन्दा पहिला फन्ड एड गर्नुपर्छ। फन्ड एड गर्नको लागि एड फन्ड गर्नु र योमा मिनिमम डिपोजिट 10 आरएस रहेको छ र 1000 लोड गर्नुभयो भने 5% एक्स्ट्रा बोनस मिल्छ र योमा धेरै पेमेन्ट गेटवे छ। तपाईहरु एकचोटी चेक गर्नु होला। योलाई पहिला स्क्रिनशट लिनु। स्क्रिनशट लिएपछि तपाईहरुले पेमेन्ट गर्नु। यसमा पेमेन्ट गरेपछि अमाउन्ट लेख्नु जति पेमेन्ट गर्नु भएको छ। जस्तो कि 100 म लेख्यो। 100 लेखेपछि सबमिट पेमेन्ट गर्नु र व्हाट्सएपमा स्क्रिनशट पठाउनु होला र तपाईहरुलाई फन्ड इन्स्टेन्ट लोड नै हुनेछ 1 देखि 2 मिनेटमा। अहिले तपाईहरुलाई फेसबुकको फलोवर बढाएर म हेराउन वाला छु। योमा फेसबुक फलोवरको धेरै क्याटेगोरीहरु छ। तपाईले जुन चाहियो जुन नै बढाउन सक्नुहुन्छ। जस्तो चिपेस्ट सोलोमा जानुहुन्छ भने अलि टाइम लाग्छ। योमा 31 देखि नै स्टार्ट हुन्छ र हाई स्पिडमा तपाईहरुलाई इन्स्टेन्ट नै बढ्ने छ। अलि यो महँगो छ। अर्को पेनलको तुलनामा यो धेरै सस्तो छ। अर्कोमा 200-300 मा दिन्छ 1k फलोवर। हामी धेरै सस्तो नै दिन्छु। अहिले मार्केटको टाइममा अहिले हामीहरु चिपेस्ट प्रोभाइड गरिरहेछु नेपालमा र तपाईहरुलाई जस्तो यहाँ 15 मिनेट लेखेको छ नि त 15 मिनेट भित्र नै कम्प्लिट हुन्छ। पहिला म फेसबुकको लिंक कपी गर्छु र अहिले म फेसबुक ओपन गरिसकेको छु। अहिले म लगइन गरेको छैन त्यस्तो इन्टरफेस खुलिरहेछ। अहिले हाम्रो 180 फलोवर मात्रै छ। तपाईहरुले हेर्न सक्नुहुन्छ र पहिला यो कपीमा अलरेडी गरिदिसकेको थियो र तपाईहरु यहाँ आफ्नो लिंक पेस्ट गर्नु र यहाँ क्वान्टिटी तपाईहरु लेख्नु ल जति चाहियो 10k चाहियो त 10k लेख्नु 20k चाहियो 20k लेख्नु र तपाईहरु जस्तो मलाई अहिले 500 चाहियो र यहाँ सबमिट तल गर्नु होला र तपाईहरुलाई यस्तो इन्टरफेस खुलेपछि यहाँ माथि आईडी होला। केही इस्यु आउँदा यो आईडी पठाउनु होला सपोर्टमा। जस्तो तपाईहरुले यो सर्भिसको आईडी नपठाउनु होला यसको आईडी पठाउनु केही इस्यु आयो भने त्यो व्हाट्सएपमा र तपाईहरुलाई अहिले म हेराउनु वाला छु इन्स्टेन्ट नै हाम्रो फलोवर बढिरहेछ कि छैन। अहिले 180 फलोवर छ र फलोवर इन्स्टेन्ट डिलिभरी नै हुन्छ। हामी 1-2 चोटी रिफ्रेश गर्छु पहिला फेरि एकचोटी गर्यो हाम्रो बढ्न थालेको छ। 247 पनि भइसकेको छ र अहिले पनि 57 भइसक्यो 47 फेरि देखि नै हामी रिफ्रेश गर्छु एकचोटी अरु रिफ्रेश गर्दा हेर्नु एकचोटी अरु रिफ्रेश गरियो र अहिले इमेल खोलेको छैन त्यस्तो इस्यु आइरहेछ। हेर्नु 280 भइसकेको छ। हाम्रो जति चोटी रिफ्रेश गर्दा नै हाम्रो इन्स्टेन्ट फलोवर नै बढिरहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ 280 देखि डाइरेक्ट 294 हाम्रो बढ्न थालेको छ। हाम्रो 15 मिनेटको भित्र नै कम्प्लिट हुन्छ र तपाईहरु डाइरेक्ट युट्युब च्यानलमा जानु र 3 डटमा गएर डाइरेक्ट वेबसाइटको लिंक हाम्रो युट्युब च्यानलको अबाउटमा छ र डाइरेक्ट त्यो वेबसाइटमा जानु र युज गर्नु हाम्रो वेबसाइट र वेबसाइट युज गरेपछि तपाईहरु आफ्नो रिभ्यू लेख्नु नबिर्सनु होला र लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला हाम्रो च्यानललाई र यस्तै भिडियो हामी नै प्रोभाइड गर्छु र तपाईहरुलाई अब नेक्स्ट भिडियोमा म बताउन गइरहेछु कि कसरी हामीहरु मोनेटाइज गर्ने आफ्नो पेज फेसबुक